दुर्घटनाको खबर आउनुपर्ने त्योभन्दा पहिला हजुरहरूकोबाट अनि त्यसै आइसकेको हुन्छ भन्नाले त्यति फास्ट भइसकेको छ। टेक्नोलोजी भनेपछि यस्तो चिज हो कि त्यसलाई नकार्न सकिन्न। कुनै पनि नयाँ टेक्नोलोजी आउँछ नि मान्छेले त्यसको विश्वास गरिराखेका हुन्न। पहिला पहिला हामीहरूको ठुलो क्यामेरा हुन्थ्यो होइन, क्यामेराले खिच्नुहुन्थ्यो तपाईँले भिडियो अहिले भनेपछि यो सानो क्यामेरा लिनुहोस् त्यसको क्वालिटी पहिलाको ठुलो क्यामेराभन्दा राम्रो छ। पहिला त नपताएको हो नि यसलाई पनि। त्यस्तै गरेर एउटा तपाईँहरूलाई एउटा सुरक्षित राख्न, एउटा सुनिश्चितता दिनको लागि, तपाईँहरूको संरक्षण गर्नको लागि यो संस्था निर्माण भएको जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दा अब हाम्रो अध्यक्षज्यूले पनि भन्नुभयो त्यसमा पनि अब तपाईँहरूले आचार संहिता पालन गरेर सम्प्रेषण गर्नु होला भन्ने कुराहरू पनि आएका छन्। यी विविध कुराहरू पत्रकारिता सम्बन्धी मलाई अब तपाईँहरूभन्दा बढी थाहा हुने भएन होइन, पुलिसको बारेमा सोधेपछि म विस्तृत रूपमा भन्न सक्छु। तर के भनेपछि तपाईँहरूले यो गरेको कार्य एकदम सराहनीय लागेको छ मलाई। त्यस कारणले गर्दाखेरि तपाईँहरूको यो अधिवेशन प्रथम अधिवेशन हो, त्यस कारणले यो अधिवेशन मार्फत जुन पदाधिकारीहरू आउनुहुन्छ तत्पश्चात तपाईँहरूको यो जुन ऐक्यबद्धता हो त्यो अझ मजबुत हुँदै जाओस् र यो पत्रकारिता भन्ने पेसालाई अझ मर्यादित गर्दै लैजानुहोस् भन्दै तपाईँहरूलाई शुभकामना दिँदै मेरो